हेलो गाइज वेलकम रुथ ब्लगमा तपाईँलाई स्वागत छ। अनि आजको मेरो ब्लग चाहिँ हामी मोमो बनाएर खाने भन्ने योजना गरेका छौँ। अनि मोमोको लागि म र मेरो बुढो सामान किन्न जाँदैछौँ र सँगसँगै पान्थलीमा रहेको त्यहाँको एकदमै राम्रो एउटा पोखरी छ, रानी पोखरी भन्ने। अनि त्यहाँ पनि हामी जानेछौँ र त्यो पोखरीको पनि हामी दृश्य अवलोकन गर्नेछौँ। एकछिन मोड पनि फ्रेस होस् भनेर हामी जान लागेको हो र भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न मैले चाहेँ। ल हेर्नुहोस् है यहाँको भ्युजहरू। त्यहाँ पनि पार्टी छ, यता पनि पार्टी रुखहरू छ। अनि यहाँदेखि उतापट्टिको देखिएको भाग चाहिँ यो सैनिक स्कुल हो होइन गाइज। ल यस्तै छ यहाँको अवस्था। पोखरी यही भइहाल्यो। यतापट्टिबाट चाहिँ टक्क हामी निस्किने ठाउँ बाहिर, अनि फुल राख्ने डस्टबिन। अनि यहाँको यो रुखहरू भयो, पालुवा फेर्दैछ भर्खरै। धेर नलाउनु अहिले। आयो 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 आमा कति धेरै हौ, कति धेरै माछा। खानु मिल्छ मिल्दैन यिनीहरू? त्यो कालो कालो मिल्ने होला नि, सबै मिल्ने। रातो पनि यहाँनिर अस्ति यही देखेर यसरी हातले समाउनु पर्छ त। कत्रो हेर त कहाँ लुकिराखेको हुँदो रहेछ नि। कति धेरै उयो झन् कत्रो कत्रो आएको पाएको पर यहाँ लाउनु बनाइदिउँ। आमा 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 कति धेरै हौ। पानी त राम्रै भएको राम्रो नि, गुमुट त गरेको छैन नि त यहाँनिर। यस हाम्रो खोला खोल्साको पानी जमाएर पाल्न मिल्यो नि त यति बेला त। कति छिटो खाँदो रहेछ। ल नसक न अहिले फेरि आउनु छोड्छ। ल है गाइस, तपाईँहरू पनि आउनु होला यहाँ माछा हेर्नुलाई। यस्तो राम्रो राम्रो माछा रहेछ कि कति आउने रहेछ यसो। नखाऊ ल, नखाऊ 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 नखाऊ। अर्को डल्लो चाहिँ पाउँछ क्या यिनीहरूले खाने अझै। कति छिटो देख्दो रहेछ हौ पानी मुनिबाट नि पुरा। ल कति राम्रो राम्रो। ल सक्यो सक्नु बुझा नै। ल कत्रो कत्रो मुख। ल सक्यो अब के खाने। ल सक्यो त ल चारो पनि सक्यो अब हिँड्यो। ल होला आमा अब आउँदै सिद्धि
खाएपछि साम्चो गयो है माछा खानेकुरा सक्यो गयो बेला बेलामा त हुन्छ किबा चाहिँ यस्तो छ है गाइस जुसी खालको किबा बनाएको छु जुसी खालको यसमा चाहिँ सोयाबिन अनि त्यस पछाडि बन्दाकोपीहरू होइन अनि अदुवा लसुन यो सबै मुसेर बनाएको मेरो यो क्यामेरा राख्ने मोबाइल राख्ने यो के भन्छ सेल्फी स्टिक चाहिँ अलिक सानो छ त्यही भएर मैले देखाउनु चाहिँ खाएँ यस्तो खालको छ यसरी नै उयो देखाउनु पर्छ तपाईँहरूलाई पिठो यत्रो धेरै बनाएको के तर धेरै होला जस्तो छ मलाई बनाउनु अझै भइसक्यो यसरी अब बनाएर आज खाने आफै बाहिर होटलमा खाएँ भने अगाइँदैन कि गाइस म त अगाउँदिनँ मोमो फेरि मेरो साह्रो फेभरेट हो कि थोरैले मलाई त पुग्दैन फेरि बाहिरको त्यति राम्रो नै लाग्दैन कि आफूले बनाएको त अब सबै कुराहरू होइन सरसफाइदेखि लिएर सबै राम्रै गरेर बनाएको हुन्छ नि त अनि बाहिर बनाएको चाहिँ अलिक दिक्क लाग्छ मलाई आउँदैन पनि दिक्क पनि लाग्छ महँगो पनि के 100 रुपियाँ प्लेट छ अहिले त मोमो यहाँ 100 रुपियाँमा पनि आउँदैन अनि फेरि अगाइँदैन क्या सानो सानो हुन्छ चित्तै नबुझ्ने खालको मलाई चाहिँ फेरि खाएपछि ठुल्ठुलो ड्याम खानु मन लाग्छ होइन अनि बाहिरकोले त मलाई चित्तै नबुझ्ने भयो त्यही भएर घरको बनाएको गाइस तर गाह्रो के सामान जुटाउँदा बनाउँदा चाहिँ टाइम लाग्ने रहेछ फेरि मोमो मलाई त्यति गतिलो बनाउनु चाहिँ आउँदैन है तर जोस् यसको सेप गतिलो बनाउनु नआए पनि किमाको चाहिँ म राम्रै बनाउँछु किमा र अचार चाहिँ मोमोको अनि यसरी बनाइदिन्छु म चाहिँ डल्लो मोमो चाहिँ बनाउनु आउँदैन लाम्चे मात्रै बनाउनु आउने यसरी बनाइदिन्छु साक्का सुक्का यसो आफूलाई खाने हो घरमै काम चलाउ सरकार भने जस्तै बनाउने हो म चाहिँ ल किमा चाहिँ मिठो बनाइदिने बाहिरको सेप चाहिँ त्यति राम्रो चाहिँ आउँदैन मलाई बनाउनु यस्तो खालको बनाइदिन्छु म चाहिँ जे जस्तो भए पनि घरमा बनाएको घरमै हो नि त होइन गाइस बनाउनुमा सेप नराम्रो आयो भने घरमा बनाएको भनेको चाहिँ घरले बनाएको हो कि मलाई त्यही भएर सानो ठुलोहरू चाहिँ यसरी बनाउँदा मैले बनाउँदा चाहिँ एउटै लेभलको चाहिँ हुँदैन हो अरू मलाई किमा अचारहरू सबै बनाउन आउँछ कि मेन मलाई यो मोमोको नआएको भनेको सेप बनाउनु नआएको अब यसको चाहिँ ट्रेनिङ नै गर्नुपर्छ जस्तो लागेको छ मलाई यस्तो खालको बनाउँछु त म त ल यो त सानो पो भयो त फेरि यत्रो भयो कस्तो खालको हुन्छ है यस्तो हुन्छ क्या गाई सानो र ठुलो यसरी बनाउने हो म त अनि तपाईँहरू के कस्तो गर्दै हुनुहुन्छ गाइस तपाईँहरू यदि पहिलोचोटि चाहिँ मेरो रुट भ्लगलाई हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला भिडियोलाई लाइक पनि गरिदिनु होला अनि मेरो भ्लग कस्तो लाग्छ मेरो कमेन्ट गर्नु होला होइन अनि अझै मैले कस्तो खालको भ्लगहरू ल्याउँदाखेरि तपाईँहरूलाई बेस्ट लाग्छ प्रतिक्रियाको दिन पनि नभुल्नु होला भन्न चाहेँ यही भिडियो मार्फत अनि तपाईँहरूले यदि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भयो भने आगामी दिनहरूमा होइन अरू भिडियोहरू ल्याउनु बनाउनु पनि मलाई थोरै भए पनि मोटिभेट हुनेछ अनि तपाईँहरूले यसो सल्लाह सुझावहरू पनि दिनु होला मैले केही यसमा भिडियोहरू बनाउँदै जाँदाखेरि त्रुटिहरू गरेको छु भने प्लिज कमेन्ट गरिदिनु होला ताकि आगामी दिनहरूमा म फेरि मजाले सच्याएर होइन मेरो भिडियोलाई सच्याएर म अगाडि बढ्न सकौँ भन्न चाहन्छु ल मेरो अब यो मोमो चाहिँ कुनै ठुलो कुनै सानो हुँदैछ ओके ठिकै छ आफूले बनाएको चाहिँ जस्तो भए पनि मिठो लाग्छ यत्रो बनाउँछु म त तर आज मेन किमा चाहिँ नपुग्ला कि जस्तो लागिरहेछ मलाई पिठो धेरै मुसे नि त यस्तै छ मेरो हालत गाइजहरू पढेर बस न भोलिको होमवर्क गर छिटो ल यस्तो हुन्छ है मेरो मोमो ल हेरिदिनु होला ल चाहिँ फेरि ठुलो भयो अघिको एउटा चाहिँ फेरि सानो भएको छ क्या यो चाहिँ फेरि ठुलो भयो यस्तो सेपको ल तपाईँलाई यता पनि देखाउँछु मेरो मोमो पाक्दैछ लाग्यो मलाई मोमो पकाउने भाँडा पनि त्यति ठुलो छैन कि त्यही भएर दुईवटा तिनवटासम्म चाहिँ दुखाइरहेको छ यस्तो छ यस मेरो यता घर मालिकहरू यता बसिराख्नु भएको छ ड्याङ्गा भएर सानो मालिक यता छ मोमो पकाउनु पर्छ भनेर यसरी सुतिरहेको छ है यता है मोमो पकाउनु सघाउनु पर्छ भनेर बुक हेरिदिइहालेको अरे कि यता सानो मालिक फेरि यस्तो छ के गर्नु र गाई चाहिँ गाह्रो छ मलाई कस्तो छ भाइ मिठो छ
मेरो बुढोले 2 बुढो खाइसक्यो छोरोले अघि खाइसकेर बसेको ल भुडी नै त्यत्रो बनाएर छ अन्त